শিশু শিল্পী বঁটা দিছে অসম চৰকাৰে এইবাৰ। জাগৰণটো মোৰ কাৰণে বহুত প্ৰিয় ঠাই। 12 घन्टा प्र्याक्टिस गर्नुपर्छ। छोरी आज मेरी मात्रै होइन, हजुरहरूको सबैकै छोरी भइरहेकी छ। आद्याश्रीले 4 महिना डान्स गरेर आज यो स्टेजमा पुगेकी। 3,80,000 बच्चाले ऑडिशन दिएका थिए। आद्याश्री एउटै बच्ची थी जहाँ बिना ऑडिशनमा टप 15 मा पुगी। বন্ধুসকল আপোনালোক সকলোকে ইউটিউব চেনেল স্বাগতম জনাইছোঁ। আজি আপোনালোকক অকণমান বিশেষ মানুহৰ লগত, বিশেষ ব্যক্তিৰ লগত বা বিশেষ কণমানি এখনিৰ লগত আপোনালোকক চিনাকি কৰাই দিম বা আপোনালোক সকলোৱে চিনি পায়। তেওঁক আজি আমাৰ ইয়াত গাঁৱত আহিছে, আপোনালোকক দেখাম। এয়া DRD লিটিল মাষ্টাৰ ছিজন 5ৰ ৰানাৰ্ছ আপ আদ্যাশ্ৰী উপাধ্যায়। आद्याश्री कैसा लग रहा है यहाँ पे आके? अच्छा लग रहा है। अच्छा लग रहा है, यहाँ प्रोग्राम अच्छा हुआ। हाँ। और अभी कहाँ जाना है? घर जाना है क्या? अभी गुवाहाटी। তাই এতিয়া মন্দিৰৰ পাক লৈ কিনে ভগৱানৰ আশীৰ্বাদ লৈ আছে। ইয়াৰ পিছত আমি এতিয়া গুৱাহাটী যাম। ছোৱালীজনী গুৱাহাটীতে পঢ়ে, আৰু আজি আমি গুৱাহাটীত গৈ আছোঁ। আৰু 14 তাৰিখে আমি নগাঁৱত প্ৰগ্ৰেম আছে। তাইক মানে DY 360 JDP নিউজৰ পৰা তাইক আপোনাক শিশু শিল্পী বঁটা দিছে অসম চৰকাৰে এইবাৰ। আৰু সেই প্ৰগ্ৰেম নগাঁৱত আছে 14 তাৰিখে। জাগৰণটো মোৰ কাৰণে বহুত প্ৰিয় ঠাই, কাৰণ জাগৰণত মই মোৰ শ্বশুৰবাৰী জাগৰণতে, মোৰ ভাইটিৰ শ্বশুৰবাৰী জাগৰণতে, আৰু বহুত আগৰ পৰাই মই আহি থাকোঁ। আৰু জাগৰণটো বহুত ভাল লাগে। আৰু এতিয়া আহিতো বহুত ভাল লাগিছে, কাৰণ ছোৱালীজনীক ইমান মৰম দিছে, ইমান আশীৰ্বাদ দিছে, আৰু সম্পূৰ্ণকৈ ছাপোৰ্ট কৰিছে। আৰু ভৱিষ্যতেও এনেধৰণে আশীৰ্বাদ পাম বুলি আশা ৰাখিছোঁ, কাৰণ তাইতো এতিয়া প্ৰথম খোজেই হৈ আছে, ভৱিষ্যত বহুত দীঘলীয়া তাইৰ, আৰু সকলোৱে এনেধৰণে মৰম আশীৰ্বাদ দিয়ে বুলি মই প্ৰগ্ৰেম আছে। কিন্তু মই প্ৰগ্ৰেম বেছি লোৱা নাই, কাৰণ ছোৱালীজনী এতিয়া পঢ়াৰ প্ৰতিও ধ্যান দিব লাগে। ওৱানত পঢ়ি আছে। 6 মাইলত আমি গুৱাহাটীতে বহোঁ, তাত पढी আছে, डान्सो गरिरहेछ। हाम्रो रामपुर लक्ष्मीनारायण महिला समितिले नानी आद्याश्रीलाई एउटा सम्बर्धना गर्ने विशेष उद्देश्य लिएर यहाँ निम्ति आउनुभएको थियो। र आज हामी सबै यहाँ जमघटबाट बसेका छौँ र उहाँलाई एउटा फुलको माला, सयपत्री फुल र आसामको यो मूल्यवान एउटा गम्चाले उहाँलाई लगाएर सम्बर्धना गर्ने इच्छा गर्नुभएको, तर उहाँ गर्नु हुँदैछ। र यहाँ आउनुहुन्छ महिला समितिका सभानेत्री सम्पादिका। र अहिले आद्याश्रीको साथमा चाहिँ उहाँका पिताजी हुनुहुन्छ महेश भट्टराईजी। सबैजनालाई मेरो तर्फबाट नमस्ते। हजुरहरूले मलाई यहाँ बोलाउनु भयो, यति आशीर्वाद दिएर त्यो छोड्नु पऱ्यो त मलाई, त्यो DRD लिटिल मास्टरमा यत्रो ठुलो स्टेजमा पुऱ्याउनु भयो, त्यसको लागि थ्याङ्क यू सो मच। हजुर मलाई यतिकै माया गर्नु अनि मलाई यतिकै सपोर्ट गर्नु। हजुरले थाहा छ अहिले म जितेकी होइन, म त अहिले सिक्दै छु। म त अगाडि गएर म अझै मेहनत गर्छु, र हजुरहरू मलाई यत्तिकै माया गर्नु अनि मलाई यत्तिकै सपोर्ट गर्नु। हजुरहरूलाई थाहा छ उहाँको हामीलाई कति मेहनत गर्नुपर्छ। हामीलाई उहाँ के भन्थ्यो 12 घन्टा प्र्याक्टिस गर्नुपर्छ। मतलब बिहान 5 देखिबाट भोलि बिहानको 3-4 बजीसम्म हामीको हुन्छ डान्स, अनि हामीलाई 2 घन्टा सुत्न मिल्छ। हजुरहरूलाई थाहा छ जब हामीलाई के भन्थ्यो खाना बोलाउँछ नि, तब हामी के भन्छौँ? हामी भन्छौँ हामीलाई खाना छैन, हामीलाई सुत्न छ। हामीलाई त यति प्र्याक्टिस हुन्छ हजुरहरू। र हजुरहरू पनि साना बच्चालाई मेहनत गर्दा त्यस्तो DIDमा पुग्नु छ भने यहाँ अलिक कम्ती मेहनत गर्नु, तर वहाँ गएर चाहिँ बहुत बेसी मेहनत गर्नुपर्छ। र हजुरहरू प्लिज मेहनत गर्नु होला। अनि उहाँको सुपर मम्स पनि चल्दैछ, मतलब आज चाहिँ काकीको सुपर मम्स चल्दैछ, अहिले खतम भयो, फेरि आउँछ। अब हजुरहरू जानुहुन्छ भने हाम्रो गोर्खाको लागि ठुलो मान हुने बहिनी होइन, हाम्रो गोर्खा जातिको लागि ठुलो मान हुन्, ठुलो हाम्रो सम्मान हौ, तिमी नै हौ। आजसम्म हामीहरूको थिएन पनि होला नि, हाम्रो गोर्खा जातिले उहाँ गएर यत्रो
जितेर आएको अब मेडल लिएर आएको थिएन आज तिमीले मेडल लिएर आयो हामी साह्रै खुसी छौँ तिमाथि हाम्रो मन्दिरमा थ्याङ्क यू धन्यवाद धन्यवाद अध्यक्षको पापाको हिसाबले आज म हजुरहरूलाई दुईवटा कुरा भन्न चाहन्छु कि छोरी आज मेरी मात्रै होइन हजुरहरूको सबैकै छोरी भइरहेकी थिए र जुन आशीर्वाद हजुरहरूले दिइराख्नु भएको थियो त्यो आशीर्वाद चाहिँ भविष्यमा पनि उसले यस्तै माया यस्तै आशीर्वाद पाओस् किनकि उसको त अहिले जस्ट एउटा सिडिए चढेकी थिए उसको बहुत लामो भविष्य छ र उहाँ अहिले म 2 वर्ष अगाडिदेखि छोरीको एउटा प्रतिभा देखेर मैले एउटा जब गर्थेँ प्राइभेट जब गर्थेँ त्यो जब मैले सम्पूर्ण छोडिदिएको थिएँ छोरीकै लागि मैले छोडेको थिएँ र पहिले मलाई डर पनि लाग्दथ्यो कि त्यो जब छोडेर म के गरेर खानु कारण हामी त खेती गर्ने मान्छे हौँ डर लागेको थियो तर पछाडि अब जुन हजुरहरूको आशीर्वाद पाएँ हजुरहरूको माया पाएँ त्यो माया पाए पछाडि ऊ आज जुन एउटा भारतको ठुलो एउटा मञ्चमा जुन एउटा प्रतिभा देखाएर आई त्यहाँ पछाडि मलाई पनि लाग्यो कि मैले जब छोडेर राम्रै काम गरेछु र आज त्यसले गर्दा आज म उसको पछि लागिरहेको छु सबै थोक छोडेर आज म गुवाहाटीमा उसलाई पढाइको साथसाथ डान्सको पनि प्र्याक्टिस गराइरहेको छु र अरू अहिले जुन एउटा सुपर डान्सर 5 सोनी टिभीमा अडिसन चल्दैछ सुपर डान्सर 5 को अडिसन चल्दैछ जहाँ 4 वर्षदेखि 14 वर्षको बच्चालाई उहाँ जस्तो आद्याश्री गएको थियो त्यो जिटिभीमा थियो अहिले हुँदैछ सोनी टिभीमा र कोही त्यस्तो खालको बच्चाहरू यहाँहरूको माझमा जति प्रतिभा छ भने मसँग सम्पर्क गर्नु होला उहाँको कन्ट्याक्ट लिनु होला उहाँहरूलाई राम्रो एउटा भिडियो कोरियोग्राफर लिएर भिडियो छिटो पठाइदिनु होला जस्ट तपाईँले एउटा सोच्नु यहाँबाट त्यो बम्बई पुग्ने चाहिँ जति पुग्नु भयो भने उहाँ त कोरियोग्राफर उहाँकै हुन्छ र उहाँ त आद्याश्रीले 4 महिना डान्स गरेर आज यो स्टेजमा पुगेकी मात्रै 4 महिना यहाँ सिकेकी थिए र 4 महिना पछाडि ऊ वहाँ गई एउटै बच्चा थिए 3,80,000 बच्चाले अडिसन दिएका थिए आद्याश्री एउटै बच्ची थिए जहाँ बिना अडिसनमा टप 15 मा पुगे इन्डियाभरिमा उसको एउटा गौरवको कुरो हो किनकि त्यो उसको डान्स मात्रै होइन उसको जुन बोली थियो जुन बात गर्थे उहाँ जुन एउटा तपाईँहरूले देख्नुभयो त उसलाई शनिबार पनि देखाउँथ्यो आइतबार पनि देखाउँथ्यो किनकि उहाँहरूले मन पराउनु भएको थियो र त्यो प्रतिभाले उसलाई 3,80,000 बच्चामा एउटै बच्चा थियो बिना अडिसनमा ऊ टप 15 मा सेलेक्ट भएको थियो र त्यो सबै हजुरहरूको आशीर्वाद हो र यो आशीर्वाद फेरि पनि पाऊँ र भन्दै आज जागुनमा बहुत राम्रो लाग्यो Thank you so much.